ल सबैजनालाई छाजलो नमस्ते। आज 2083 वैशाख 18 गतेको दिन बुद्ध पूर्णिमाको दिन पनि हो र आज हाम्रो निम्मा शिवलिङ बौद्ध गुम्बामा चाहिँ एउटा यहाँनिर पूजा हुँदैछ। आज मौसम पनि अलिकति कता कता धुम्म भइरहेछ र पनि फुङलिङ बजारको दृश्य चाहिँ राम्रो देखिरहेको छ। भने यसरी कुहिरो पनि आकाशतिर कुहिरो पनि लाग्दै गरेको अवस्था छ। धुप्पा लिएको छ अनि यहाँनिर बुद्ध जयन्तीमा पूजाको लागि यहाँनिर भक्तजनहरू आउँदै हुनुहुन्छ। यो चाहिँ गुम्बा अहिले पुनर्निर्माणको लागि मेन गुम्बा भत्काइ छ भने यहाँनिर अहिले राखिएको छ। कुहिरोले पनि ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारलाई कुहिरोले बादलको घुम्टोले उडाउँदैछ। यो सुन्दर नगरी ताप्लेजुङको फुङलिङ नगरपालिका तथा सदरमुकाम फुङलिङ बजार आज बुद्ध जयन्तीको दिन चाहिँ यहाँनिर पूजा लाउन हामी बिहानै सुरु गरेका छौँ। यहाँ गुम्बा व्यवस्थापनका समितिका पदाधिकारीहरू लगायत सबै भेला भइसकेका छौँ भने अनि भेटी लिएर आउनेहरूको पनि क्रम जारी रहेछ, आउँदै हुन्छ। देखिएको यो जुन चाहिँ मेरो पछाडिको भाग संसारकै सम्मान पाउनुहोस् बुद्धको जस्तो